वेलकम छ सबै दर्शक श्रोताहरूलाई। वेलकम छ हाम्रो युट्युब च्यानलमा। तपाईँहरू पनि घरको ठाउँमा त्यत्तिकै समय खेर फालिरहनु भएको छ। यदि काम गर्न चाहनुहुन्छ घरको ठाउँमा बसी बसी भने सिपमूलक यस्तो घरेलु सामानहरू बनाउने, जस्तो फुलमाला बनाउने, धुप बाट्ने, यस्तो धुपहरू बाट्ने, फाइबरको फुलहरू बनाउने, माला बनाउने, चकटी बनाउने, पिरा बनाउने कामहरू, ह्यान्डिक्राफ्ट सम्बन्धी कामहरू गर्न चाहनुहुन्छ भने तपाईँले हाम्रो उद्योगमा हामीसँग जोडिन सक्नुहुन्छ। काठमाडौँको चाबेलको मित्र पार्कमा रहेको छौँ हाम्रो उद्योग। तपाईँहरू घरको ठाउँमा बसी बसी यसरी फाइबरको फुलमाला बनाउन सक्नुहुन्छ। यो विभिन्न डिजाइनको हुन्छ। नेपाल सरकारद्वारा मान्यता प्राप्त उद्योग हो। धुपबत्ती बाट्ने, अगरबत्ती बनाउने, अगरबत्ती पनि बनाउने कामहरू हुन्छ है हाम्रोमा। त्यसै गरी धुप बाट्ने, फाइबरको फुलमाला, चकटी, खेलौना, अनलाइन टाइपिङ, त्यसै गरी तपाईँको पेपर कटिङका ह्यान्डिक्राफ्टका आइटमहरू हामीसँग धेरै प्रकारका छन्। यसरी तपाईँहरू गर्न चाहनुहुन्छ भने हाम्रो उद्योगमा सम्पर्क गर्न सक्नुहुन्छ। सिप सिकौँ, स्वरोजगारी बनाउँ, घर घरमा उद्योग धन्दा, गाउँ गाउँमा उद्योग धन्दा खोलौँ, घर घरमा रोजगारी सिर्जना गरौँ। नबसौँ बेरोजगार भएर। केही गर्नु, केही सिप्नु, सिकाउनु र आय आर्जनमा सहभागी हुनु भनेको एकदमै राम्रो कुरा हो श्रोताहरू है। तपाईँहरू पनि घरको ठाउँमा बसी बसी सिप सिकेर स्वरोजगारी बन्ने इच्छा छ, चाहना छ भने तपाईँले हाम्रो उद्योगमा सम्पर्क गर्न सक्नुहुन्छ। काठमाडौँ चाबेलको मित्र पार्कमा रहेको स्वरोजगार सिप विकास नेपाल घरेलु उद्योगले घर घरमा यसरी सिप सिकाएर रोजगारी दिइरहेको छ। अनलाइनबाट पनि हुन्छ। नेपालको 77 जिल्लाबाट गर्न पाइन्छ। नेपालको जुनसुकै ठाउँबाट, पोखरा होस्, बुटोल होस्, दाङ होस्, गुल्मी होस्, रूपन्देही होस्, त्यसै गरी रोल्पा होस्, विभिन्न जिल्लाबाट गर्न पाइन्छ यो है। कुरियर मार्फत हामी सामान पठाइदिन्छौँ। फुलमाला बनाउने, धुपबत्ती बाट्ने, चकटी बनाउने तपाईँले घरको ठाउँमा बसी बसी कामहरू गर्न पाउनुहुन्छ। यदि गर्ने इच्छा छ, चाहना छ भने हामीले तपाईँको हाम्रो नम्बर हुन्छ, त्यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। हामीसँग हामीलाई कल गर्न सक्नुहुन्छ। हाम्रो वेबसाइटहरू हाम्रो चाहिने च्यानलमा भिजिट गरेर लाइक, सेयर, सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले हाम्रो नम्बरमा कल गर्न सक्नुहुन्छ। दिएको नम्बरमा तपाईँहरू जो कोहीले पनि कामहरू गर्न सकिन्छ। दर्शक श्रोताहरू, यदि सिप सिकेर तपाईँहरू घरको ठाउँमा बसेर काम गर्ने इच्छा छ, चाहना छ भने तपाईँले हाम्रो उद्योग स्वरोजगार सिप विकास नेपाल घरेलु उद्योग चाबेल मित्र पार्क काठमाडौँमा रहेको छ। तपाईँहरू जो कोहीले पनि गर्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ। पार्ट टाइमको रूपमा पनि गर्न सक्नुहुन्छ, फुल टाइमको रूपमा पनि गर्न सक्नुहुन्छ। बिहान बेलुका दिउँसो जुन बेला जतिखेर पनि गर्न सक्नुहुन्छ। दर्शकहरू, यदि यहाँहरू पनि इच्छा छ, चाहना छ भने हाम्रो उद्योगमा आएर हामीलाई भेट्न सक्नुहुन्छ है। बिहान बेलुका दिउँसो जुन बेला जतिखेर पनि गर्न पाइन्छ है दर्शकहरू। घरको ठाउँमा बसी बसी तपाईँहरूलाई यसरी फाइबरको फुलमाला, धुपबत्ती, चकटी, त्यसै गरी माला, पेपर कटिङ, यो डेकोरेसनको आइटम हो। डल बनाउने पनि छ, खेलौना बनाउने पनि छ। कुनै उद्योग धन्दा गर्न इच्छुक हुनुहुन्छ, उद्यमी बन्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस्। र विभिन्न जुन अब यो गाउँपालिका, नगरपालिका, वाडा कार्यालयमा पनि यस्तो सिपमूलक कार्यक्रमहरू सिकाएर महिला दिदीबहिनीलाई रोजगारी दिन सक्नुहुन्छ। उद्यमी बनाउन सक्नुहुन्छ, आत्मनिर्भर बनाउन सक्नुहुन्छ। सिप सिक्ने अवधि भनेको 1 हप्ताको हुन्छ, 2 दिनको हुन्छ, 3 दिनको हुन्छ। यो कामहरू सिक्नलाई धेरै टाइम लाग्दैन। दर्शकहरू, यहाँहरू सबैले हाम्रो उद्योगमा भिजिट गर्न सक्नुहुन्छ। पार्ट टाइमको रूपमा पनि गर्न सक्नुहुन्छ, फुल टाइमको रूपमा पनि गर्न सक्नुहुन्छ। यदि यहाँहरू पनि घरको ठाउँमा बसी बसी गर्ने इच्छा छ, चाहना छ भने तपाईँले हाम्रो उद्योगमा सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरू सबैले गर्न सक्नुहुन्छ। यहाँहरू सबैलाई मस्ट वेलकम छ। लाइक, सेयर, अनि राम्रो सब बनाउने के धागो छुटेछ, धागै नाली प्याक गरे मैले। वेलकम छ सबै दर्शकहरूलाई। वेलकम तपाईँले अब अहिले भनेको च्यालेन्जमा गइरहेन। अहिले भनेको गयो बल्ल कख लेख्दैछौँ हामी। पहिला सिक्ने 1 महिना लाग्छ, 2 महिना लाग्छ, 3 महिना लाग्छ हात बस्नुलाई। काम सधैँभरि हुन्छ। सिक्ने, सिकेर बनाउँदाखेरि मलाई एउटा फोटो र नायकताको कपी पठाउनु होला मलाई सामानमा। म यहाँबाट प्रमाणपत्र बनाएर पठाइदिन्छु है। हाम्रो उद्योगको नाम स्वरोजगार सिप विकास नेपाल। सिपसँगै स्वरोजगारी बन्ने अवसर घर घरमा बसेर गर्न सक्नुहुन्छ। पार्ट टाइम गर्नुहोस्, फुल टाइम गर्नुहोस्, बिहान गर्नुहोस्, दिउँसो गर्नुहोस्, बेलुका गर्नुहोस्। तपाईँ जुनसुकै टाइममा पनि बसेर गर्न सक्नुहुन्छ। त श्रोताहरू, दिएको नम्बरमा फोन गर्न सक्नुहुन्छ। नेपालको 77 जिल्लाबाट यी कामहरू गर्न पाइन्छ। महिला, गृहिणी, विद्यार्थी, जो कोहीले पनि कामहरू गर्न सकिन्छ है। धुप बाट्ने, फुल बनाउने, माला बनाउने, चकटी बनाउने, खेलौना बनाउने, पेपर कटिङ गर्ने, अनलाइनका टाइपिङका कामहरू, डल बनाउने, अगरबत्ती बनाउने कामहरू पनि हामीसँग रहेका छन्। यहाँहरू पनि गर्न इच्छुक हुनुहुन्छ भने तुरुन्त हाम्रो उद्योगमा सम्पर्क गर्न सक्नुहुन्छ है त श्रोताहरू।